एभ्रिवान वेलकम ब्याक टु माई च्यानल इट्स मी अगेन। सो गाइस म चाहिँ आज आएको छु यहाँनिर बर्मेक होइन। मेरो चाहिँ बल्ल सर्दी लागिरहेको छ नि त, त्यसले गर्दाखेरि स्वर अलिकति कस्तो भइरहेछ हो, सो इग्नोर ओके। म चाहिँ आएको छु आज बर्मेक होइन। अन्त दिदीको आज चाहिँ इङ्गेजमेन्ट छ हो, भोलि चाहिँ बिहा छ, त्यसले गर्दाखेरि आएको छु म चाहिँ यहाँनिर होइन। अन्त अलिअलि यताउति घुम्दैछौँ हामी होइन, तपाईँलाई देखाउने छु यताउति घुम्ने जग्गाहरू यहाँनिर होइन। यहाँ चाहिँ दामी दामी रहेछ नि, टुरिस्ट स्पटहरू चाहिँ दामी दामी रहेछ, यसो दामी दामी भ्युजहरू छ होइन, तपाईँलाई म देखाउने छु होइन गाइस। यो म्युजिक आउँदैछ त्यसले गर्दाखेरि ओके गाइस, यसमा भेटौँ गाइस। आज चाहिँ दिदीको चाहिँ मङ्नी हो होइन, हामी चाहिँ यहाँनिर चेरी ब्लजम हेर्न आइरहेको छौँ हो, तपाईँलाई पनि देखाउने छु। आयो प्रभु घाँटी के अरे भोलि अब ससुराली जाँदैछ भइरहेको छ। सुबह से जाँदिन भन्दैछ हो बहनले चाहिँ। ओके तो आपको चेरी ब्लजम दिखाती हूँ। तो गाइस यो चाहिँ हो हाम्रो चेरी ब्लजम। त्यही त बिचरा बाई 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 सुत्नु पाउँदिन। त गाइस यहाँ चाहिँ यस्तो छ होइन, हामी चाहिँ यहाँसम्म आयौँ अब। ए सिन्कोना कहाँ छ साँच्ची, त हामी चाहिँ आइपुगिसक्यो यहाँनिर होइन। थ्याङ्क यू सनफ्लावर। गाइस हामी चाहिँ आइपुगिसक्यो होइन, यस्तो दामी जग्गा रहेछ यहाँ चाहिँ कि भ्यू पनि यस्तो दामी छ होइन। त्यही माथि यो जग्गा गाइस देखो, यो चाहिँ बरको रुख अरे दुइटा, त्यहाँ चाहिँ बस्ने जग्गा पनि रहेछ होइन, भ्यू पोइन्ट टाइपको। अम्बो देखो गाइस आज का दिन कितना सुंदर है। ये था प्रभु क्या है गाइस, बिहान बिहानै उठ्नु पर्ने रहेछ है। हामी चाहिँ दिउँसोको घाम मात्रै देखेको मैले अहिलेसम्म 12 बजीको हो, आज नै देख्दैछु। आज चाहिँ हामी 6 बजी उठ्देको। ओके गाइस, बिहान उठ्नु पर्दो रहेछ यस्तो नजाराहरू हेर्नु लागि होइन। गाइस मेरो आज भोइस चाहिँ एकदम इग्नोर गरे, केटाको जस्तो रहेछ। क्या सुंदर बहन। ये चाहिँ मेरो दावाको घर, ये चाहिँ मेरो दावाको घर। कितना सुंदर है। यो टिस्टा हो, हाम्रो टिस्टा धरी देख्दा तो गाइस यहाँ चाहिँ कञ्चनजङ्घा पनि देख्दो रहेछ होइन। तो देखो सुन्दर भ्यू परेर दामी भइरहेको रहेछ। सो गाइस हाम्रो बेहुलीले चाहिँ यहाँनिर अम्बक टिप्दैछ। लगेको ल आउनुपर्छ यसलाई साथी पाउँदैन मिल गया अम्बक। छ्या मलाई त कस्तो नरम। गाइस यहाँ चाहिँ यस्तो चल्दैछ, डेकोरेसनको चल्दैछ। यता भित्र देखाउने छु अलिकति। करना है तो गाइस अहिले चाहिँ म तयारी भइसकेँ हो, किनभने पाइनँ मैले क्लिपहरू बनाउनु, केही पाइनँ हो, किनभने पुरा रस थियो नि त, त्यसले गर्दाखेरि चाहिँ मैले पाइनँ। मेरो स्वर चाहिँ अझै सुक्दै जाँदैछ बेसी बोलेर। सो मैले यसो मेकअपहरू गर्थेँ हो, अन्त सबैजना गरिदिनु भन्यो नि, त्यसले गर्दाखेरि पुरा बेसी भयो हो। त्यहाँदेखि त्यो गर्दा गर्दा ढिलो भयो नि त, त्यसले गर्दाखेरि मैले क्लिप बनाउनु पनि पाइनँ, केही बनाउनु पनि पाइनँ हो। सो यस्तै छ अहिले चाहिँ। हामीले चाहिँ तयारी भइसक्यो हो, अन्त त्यहाँदेखि केटाहरूपट्टिबाट पनि आइसक्यो। एन्ड अब चाहिँ छ त्यो सेरेमनी। ओके सो त्यो देखाउने छु गाइस। अन्त त्यति नै। अन्त चाहिँ भित्र हेर्नुहोस्, बेहुली चाहिँ तयारी भइसक्यो हाम्रो हो।
साडी लु Oh my god, के भन्नु म डरले के भइरहेको छ भित्रबाट एक्साइटेड पनि छु बट सोच्दै जाँदाखेरि डर पनि लाग्दैछ अर्काको बुढी हुने अर्काको न्यू लाइफ स्टार्ट हुँदै गर्दाखेरि चाहिँ अलिकति अप्ठ्यारो मतलब अलिकति गाह्रोपन हुँदो रहेछ पहिला त के जस्तो पनि लाग्थेन होइन यस्तो लाग्थ्यो कि अब ती त नजिक त हो त्यस्तो के फिल हुँदैन होला तर जब एन्ड वक्त आउँछ तब चाहिँ कुराहरू फिल हुँदै जाँदो रहेछ अब त्यो पुरानो कुराहरू हामीले त्याग्नुपर्ने कुराहरू न्यू लाइफ स्टार्ट गर्नुपर्ने कुराहरू होइन एक्साइटेड पनि छु भित्रबाट डर पनि लाग्दैछ अब बाउलाई छोडेर जानु पर्दैछ हो के भन्नु मुटु दुखाएर नडु नै के हुन्छ प्रभुले आशिष दियोस् सब हाम्रो परिवारमा हाम्रो जोडीमा ओके sun kiss सो गाइस अहिले चाहिँ मङ्गनीको सेरेमनी चल्दैछ हो सो म चाहिँ घामै हो म चाहिँ बसिरहेको छु यहाँनिर क्योंकि मजा आउँदैछ होइन त ओके गाइस एकछिन भेटौँ न अहिले देखाउने छु म तपाईँहरूलाई के छ के छैन ओके बाई सो गाइस आजको चाहिँ यति नै थियो मैले बेसी क्लिप बनाउनु पाइनँ हो किनभने मै पनि बिमार भइरहेको छु अन्त यताउति रस पनि हुँदै थियो नि त त्यसले गर्दाखेरि मैले बेसी बनाइनँ पनि तपाईँलाई मैले जति थियो देखाएँ होइन अहिले पनि यहाँनिर आउँदैछ सबै कुराहरू चलिरहेको छ हो अन्त त्यही हो आजको चाहिँ भ्लगमा यतिमै राख्छु किनभने म चाहिँ सक्दिनँ बनाउन अब चाहिँ म बोल्नु सकेको छुइनँ बेसी घाँटी दुखेर हो त्यसले गर्दाखेरि चाहिँ गाइस आजको भ्लग चाहिँ म यहीँ राख्ने छु होइन अन्त फेरि भोलि बनाउने छु भोलिको भ्लगमा आउनुहोस् हेर्नु अन्त ओके गाइस बाई एभ्री वान टेक केयर आई लभ यु अल